यो गाउँ सिन्धुपाल्चोकको झ्याडी स्थित इन्द्रावतीको तीरमा रहेको माझी बस्ती हो। हेर्दा जति आकर्षक छ त्यति नै यहाँका माझी परिवारको पीडा पनि। यी सबै गाउँलेहरू बैंकको कालो सूचीमा छन्। कुनै रोजगारी छैन, कुनै व्यवसाय गर्न सक्दैनन्। अहिलेको जमानामा बैंकका कारोबारहरू ठप्प छन्। बैंकको ऋण नतिरेको भन्दै बैंकको तारन्तार फोन र दबावले आक्रान्त छन्। यी हरेक घरको थाप्लोमा 4-4 लाखको ऋण र वर्षौंदेखिको बैंकको ब्याज थुप्रिएर बसेको छ। घर नाम मात्रैको छ, कुचुक्क परेको जस्ताले बारबेर पारेको सुकुम्बासी बस्ती जस्तो। न जाडोमा न्यानो न गर्मीमा शीतल। यो सब हुनुको पछाडि नायिका श्वेता खड्का जोडिएकी छिन्। तपाईलाई थाहा नै होला, 2072 सालको भूकम्पपछि माझी समुदायका घरहरू सबै भत्किए। गाउँ उजाड उजाड बन्यो। यसै पनि पिछडिएका समुदाय माझी परिवारहरू भूकम्पबाट आवासविहीन भएपछि पीडितहरूको घाउमा मलम लगाउन भन्दै नायिका श्वेता खड्काले 53 परिवारको घर बनाइदिने घोषणा गरिन्। हेर्दा हेर्दै एकै नासका घरहरू बने, घेराबारहरू पनि बने। हेर्दा चिटिक्क देखियो। हरेक घरमा 3वटा कोठाहरू छन्। बाहिरबाट हेर्दा जति चिटिक्क देखिए पनि माझी बस्ती श्वेता खड्का र उनको समूहसँग मुरमुरिएर बसेका छन्। उनीहरूको हृदय उजाडिएको पनि लामो समय भयो। पछि त किसा तिर्नुपर्छ भनेर राखी त पैसा गोजीमा हाले छैन, अनि कहाँबाट तिर्नु पनि भयो कि अलि लाटो मान्छेहरू त पैसा चाहिँ चला छैन, के को तिर्ने भनेर उनीहरूलाई बरु लिने भए पनि ऋण है तपाईँको भनेर उहाँहरूको हातमा दिएको भए चाहिँ ओहो मैले ऋण निकाल्छु भनेर आफ्नो कोही बार दिएको भए मैले पैसा लिएको रहेछु भन्ने थाहा हुन्थ्यो। उहाँहरूलाई त थाहै छैन। साइन गरिदियो भने साइन गर्छ, ल्याप्चे गर्दै ल्याप्चे हान्थ्यो, अनि पैसा चाहिँ समितिको हातमा जाने। अनि उहाँ गएर आयो, फर्केर घरमा आएर पछि भएपछि अनि ल तपाईँहरूको लोन तिर्नु छ घरको भनेपछि मैले पैसै निकाले छैन, कहाँबाट तिर्नु भन्ने भयो। त्यस्तो पछि अब मान्छे थियो ठुलो बस्ती नै भनौँ न यतिको त, अनि कोहीले तिर्नु पर्दैन भन्ने के अनि भएर अहिले प्रायः समितिको साथीहरू नै धेरै जस्तो बाहिरतिर जानु भइसक्यो। 1-2जना भाइहरू यहाँ हुनुहुन्छ होला। विषय त अब समय घर्किँदै गयो, सेलाउँदै गयो जस्तो भयो क्या। हजुर, अनि अहिले लोन एकदम च्यापेको भने चाहिँ बैङ्कले हो। तपाईँको 1-2जना बच्चा पढाइ भएका अथवा विदेश कमाउन जान्छु भन्ने जान पाएनन्। बैङ्कमा अहिले हामी अब 1-2जना भाइहरू यहाँ काम गरिराख्नु भएको छ। तपाईँ कालो सूचीमा पर्नु भएको रहेछ। अब काम गरेर त्यो काम गरिसकेको छ 1-2वटा यहाँनिर ठाउँमा, अनि भुक्तानीको लागि भनेर बैङ्कमा गयो, खाता खोलिँदैन के गर्ने भनेर अहिले चुपचाप बसिरहेको भाइहरू। माझी बस्ती निर्माण गरिदिने भनेर श्वेता फाउन्डेसन यहाँ आयो। भूकम्पपछि पुनर्निर्माण गर्ने भनेर सरकारले त्यस बेला 3-3 लाख रुपैयाँ दिएको थियो। त्यही रकम लिएर श्वेता फाउन्डेसनले निर्माण थालेको थियो। तर बजेट अपुग हुने भएपछि सामूहिक निवेदन दिएर लक्ष्मी बैंकबाट थप 4-4 लाख रुपैयाँ ऋण झिकिएको थियो। जुन ऋण गाउँलेहरूसँग सल्लाह नै नगरी, जानकारी नै नदिई फाउन्डेसनको नाममा निकालिएको गाउँलेहरूको भनाइ छ। बाहिर फाउन्डेसनले बनाइदिने भनेर हल्ला गर्ने, समाचार लेखाउने अनि वास्तविकतामा चाहिँ आफूहरूलाई ऋण बोकाएर घर बनाउने भन्दै गाउँलेहरू श्वेता फाउन्डेसनसँग आक्रोशित छन्। बैंकबाट लिएको ऋण आफूहरूलाई थाहै नभएको गाउँलेहरूको भनाइ छ। तर बैंकमा धितो यिनै घरहरूलाई राखिएको छ। सावा ब्याज केही पनि नतिरेको भन्दै लक्ष्मी बैंकले गाउँले सबैको नाम कालो सूचीमा प्रकाशन गरेको छ। गाउँलेहरू न ऋण तिर्न सक्ने अवस्थामा छन्, न श्वेता फाउन्डेसन कुनै सम्पर्कमा छ। बरु गाउँले घर लिलामी हुने डरमा छन्। बैंकको कालो सूचीका कारण कुनै रोजगारी गर्ने, कारोबार गर्ने वा विदेश जाने कामकै लागि अघि बढ्न सकेका छैनन्। बिचराहरू बडो अक्करमा फसेका छन्। लोन निकाल्नुपर्छ, जस्ती लगे मैले 7 वर्ष लोन निकालेँ। मेरो चाहिँ त्यो काम मैले गर्न लागेको कामहरू चाहिँ पुरा भएन, ब्याकलिस्टमा परेछ बाबु भनेर भन्नु। मैले अनि त्यो कामहरू छोडिदिएँ सर। भनेको दायाँ काम गर्न केही पाइएन। त्यस्तो सिस्टमले काम गर्न केही नपाउनु भएर अनि म चुप लाएर बसिरहेको छु। मेरो भनाइ चाहिँ यति नै हो। कालो सूचीमा पर्यो। हजुर, कालो सूचीमा पर्यो। न अब कस्तो त फस्नु हो नि बिचमा हैन, न कता जस्तो के लाग्छ भन्नु। तपाईको त यो अब हामीलाई त अब त्यो बिचमै बनाम, न कता अब बिचमै बनाइदियो, न उता जाम न यता जाम बनाइदियो। हक्करमा बिचमा भनेपछि अक्कर पर्यो। यसरी फसेको पनि आज 7 वर्ष पुग्दैछ। विषय जिल्ला प्रशासन कार्यालय हुँदै अदालतसम्म पुगेको छ। तर बस्ती निर्माणमा संलग्न फाउन्डेसनका मान्छेहरू तितर बितर छन्।
गाउँलेहरूका अनुसार एकजना मुख्य म्यानेजर भनिने सचिव अस्ट्रेलिया पुगे। गाउँका तर्फबाट प्रतिनिधि रहेकाहरू कोही भारत पुगे, कोही काठमाडौँतिर छन्। सम्बन्धित मान्छेहरू गाउँमा कोही छैनन्। भेटेदेखि पक्राउ गरेर प्रहरीलाई बुझाउने उनीहरू बताउँछन्। समितिमा यो हाम्रो काजीराम कहाँ छन् त अहिले? अलि इन्डिया अनि दिनेश मिलन राजन 4 जना हो क्या तिनीहरू। अहिले आउँदैन नि यिनीहरू? मिलन बाल्लामा गएको छ, दिनेश काठमाडौँ, राजन विदेश। अनि त्यो सिस्टमदेखि यिनीहरूले डकुमेन्ट नदेखाएपछि यिनीहरूलाई त्यही कारणले घर गाउँको मान्छे फस्नुको कारण यसरी हो कि। अब यिनीहरू गाउँमा आउँदैनन् अहिले? यिनीहरू गाउँमा आयो त समाइन्छ भनेर हामी नि सोच गरिरहेको छौँ तपाईँको। र दिनेश काठमाडौँ छ त्यो आइहाल्छ, राजन विदेश छ ऊ आउँदैन, मिलन गाउँमै छ बाला भन्न जान्छ, काजीराम इन्डिया। श्वेता खड्काको उक्त फाउन्डेसनले खुल्ला होमस्टेको अवधारणा भन्दै उक्त एकीकृत बस्ती निर्माण गरेको थियो। 2073 फागुनबाट बस्ती निर्माण थालेको थियो। बस्ती निर्माणको लागि फाउन्डेसनलाई विदेशबाट केही नेपालीहरूले सहयोग समेत जुटाए। ढाका क्लब, व्यापारी राजेन्द्र खेतान, लक्ष्मी तामाङ, हरि भण्डारी लगायत धेरैले ठूलो रकम सहयोग गरेका थिए। सरकार र सहयोगबाट आएको रकमबाट पनि नपुगेको भन्दै फाउन्डेसनले बैंकबाट ऋण लिने प्रक्रियामा पुगेको थियो। आफूले नखाएको त्यही ऋण आज गाउँलेहरूका लागि गल्पासो बनेको छ। यसमा थोरै राज्य पनि तयार हुनुपर्छ र जुन संस्थाले त्यो घर बनाइदिने भनेर जुन प्रक्रिया अगाडि बढायो उसले पनि अलि संवेदनशील भएर यो समस्या समाधानका लागि चाहिँ हैन अलि लागि पर्नुपर्छ। र राज्य तयार नभएसम्म हामीले मात्रै सिङ्गो बस्तीलाई अरूले आएर त्यसरी चाहिँ समस्या खडा गरिदिएकोमा स्थानीय सरकारले मात्रै ती सबै समस्या हल गर्न पनि गाह्रो हुन्छ र फेरि विधिका हिसाबले कानुनी हिसाबले पनि त्यो कति मिल्ने हो त्यो पक्ष पनि आफ्नो ठाउँमा छ। त्यसो भएको हुनाले यसको संयोजन गर्ने र पहल कदमी लिने भूमिका चाहिँ हाम्रो हुन्छ र नगरपालिकाले त्यो खेल्छ।